यो चाहिँ साँझको एउटा माछा समाउन सफल भएको छ। आयो माछा के छ खबर पनि आज राम्रै रहेछ। अनि साथीहरूसँग यसो यहाँ नजिकैको खोलामा माछा मार्न जाम भन्दैछ र यसो जोस जागेका साथ हिँड्दैछु। यसो 500 भ्युजको लागि अब मेरो यसो 20-30वटा लाइकर भए पनि उनीहरूको लागि भए पनि गरिदिनु पर्यो। सुबोधा लिम्बू भाइ यहाँ हाम्रो भाइहरू कफी पर्खिरहेछन्। यो हाम्रो कफी सप यहाँ चाहिँ सेल्फ हिँड्ने त यहाँ चाहिँ आफैले किनेर खान सकिन्छ। मान्छे हुँदैन, 24 घन्टा चल्छ। ती कामबाट आउँदाखेरि पनि म पनि खान्छु बेला बेला, तर राति निन्द्रा लाग्दैन आइसामारी खानु नि, त्यही भएर बेला बेला खान्छु, पुरै खाँदिनँ। मगाइरहेछ नि, पर्खिरहेछौँ। भर्खरै खोलेको तर राम्रो चल्छ, स्वादिलो छ, तितो न तितो। कफी सबै लिउँ, अब जाँदैछौँ माछली मार्न। कुन चाहिँ माछाको काला आएको छ आज मेरो हात पर्ने हो थाहा छैन। राज तिमल सिन्हा साथी बाटो कटेर आइयो, माछा मार्न जाँदैछौँ। अब जिन्दगीमा माछा मारेको अनुभव छैन र अस्तिको पालि एकचोटि माछा मार्न खोजेको, एउटा पनि नपरेको घटना म सुनाउन चाहन्छु। अब यो हाम्रो खतरा माछा सिकारी सुकेनास भाइ, आज हामी पनि मार्छौँ माछा। सुपिलल गुरुङ भाइ कफी तितो न तितो। पहिला अब कोरिया सुरुमा आउँदाखेरि सबैजना कफी कफी भन्ने है, के कफी, नेपालमा चिया खाएको मान्छे, ल कफी खाने, ल कफी खाने, ल नि त म पनि कफी खाने भनेर खाएको। साला तितो न तितो हुँदो रहेछ, खाली हो। अहिले चाहिँ फेरि मिठो लाग्दैछ, जिब्रो बस्दैछ क्या, स्वाद बस्दैछ। कफीको कुरा गर्दा मैले कफी खाएको भनेको कफी चक्लेट हो, ल आइसक्यौँ यो खोला नजिकैको खोला किनारमा। वारी खोला सर्दुपारी सेउती नारी, यसैको बिचमा छ है धरान नगरी। सालालाला माछाको चारो नै छैन, अब के माछा त पकाडे होला जस्तो छ। यहाँ साथीहरूले गडेउला त भागेछ, यहाँ गडेउला यहाँ राखेर गएर साथीहरूले अब गडेउला त भागे जस्तो छ। यस्तो भागो कहाँ पुग्यो होला नि अहिले। माछा पकाउने कोसिसमा छन्। म चाहिँ अहिले केटाहरूलाई चान्स दिइरहेको छु, पहिला यिनीहरूले समातुन्, म चाहिँ एकछिनतिर समात्नु पर्यो भनेर सोच्दैछु। अब यस्तो घारी घारी कुदाउँछ है साथीहरू, मलाई त फेरि डर पनि लाग्छ क्या। ओइ मरिस् त यस्तोमा त नहिँडाइ हुन्थ्यो केटा हो, मलाई घारी अलिकति डर लाग्छ क्या। म त अब साला बाघ मारेको मान्छे, घारीदेखि के डराउँछ होइन, तर पनि कुरा हो र। लग्ला है तिम्रो साथीहरूले यो बल्छी कसरी रेडी गर्ने भनेर सिकाउँदैछ भाइले, मलाई पनि आउँदैन। म चाहिँ यहाँ भाइले गर्छ र यसो माछा मारौँ भनेको। नेपालमा यस्तो झाडीतिर हामी गुफा जस्तो बनाएर खेलेको पो याद आयो। साथी साथी गुफा भन्दै यस्तोमा कुनामा गुन्द्रीमा बसो, रमाइलो गरिन्थ्यो। विदेश त हो तर अब कुन चाहिँ गाउँमा छौँ होइन, अब कोरिया हो त, कोरिया चाहिँ कोरियै हो है साथी हो फेरि। किनभने प्रमाणको लागि म यो बोर्ड पनि देखाइदिन सक्छु, त्यहाँ कोरियनमा लेखेको छ। त्यो पुल पनि बब्बाल देखियो। ओ यस 1 2 3 एक्सन गो। अब के गर्नु साथीहरू, अब नजान्नेहरूले पो पारा मिलाउँदैन, आफू त जान्नै पर्यो।
अरे पो भयो 11 वर्ष कति भयो ए त्यसमा काम छैन 11 वर्ष नसिकेको कहिले सिक्छ त्यो माझी दाइ पोखरा भन्ने ल माझी दाइ पोखरा फेवा तालको गाउँमाया साँच्चैको नलाउ है ख्याल ख्यालको यति नै हो मैले गाउने गीत धैर्य त चाहिन्छ है माछा मार्नको लागि हामीले माछा मार्नुको कारण एउटा रमाइलोको लागि हो अब खानकै लागि भन्ने होइन खानुको लागि भने त बजारमा जति पनि छँदैछ किनेर खान्छौँ यो भनेको समयको सदुपयोग ऊ बल्छी बसी पातमा राखेर माछा मार्ने कुरा गर्दैछ हप्ताभरिको कामलाई बिर्साउनको लागि भन्नाले एउटा पीडा दुःख स्ट्रेस हुन्छ नि काममा यस्ता कुराहरूलाई भुलेर अलिकति है हामी पनि मान्छे रहेछौँ है बाँचिरहेछौँ है भन्ने महसुस गराउनको लागि बाहिर निस्किएका छौँ साथीहरूसँग के कसो हो भाइ हजुर दाइ खोइ माछा मार्नु भन्दा पनि यो पात चोर्न आए जस्तो भइरहेछ के सोध्न चाहन्छु त भन नि त तपाईँले माछा मार्न सक्ला जस्तो लागेन होइन माछा मार्नु र माछा मार्नु नै पर्छ भन्ने हाम्रो उद्देश्य होइन कतिसम्म रमाइलो गर्न सक्छ क्या साथीहरू यो माछा चाहिँ नजान्नेले चाहिँ नगर्न राम्रो रहेछ यो एकदम रिस्की काम हो हो यो झन् उन्दियो नि अब अलिकति म पनि सिकाउरी नै हो तर मैले अलिक छिटो सिकेँ म फास्ट लर्नर हो तर यो भाइ चाहिँ अलिक ढिलै सिक्ने रहेछ यहाँ झन्नै एउटाको साथीको खुट्टा उन्दियो नि फटा उ त पर हाम्रो एकजना अङ्कलले चाहिँ राम्रोसँग गर्दै हुनुहुन्छ कम्मरमा हात लाएर अङ्कलले राम्रो गर्दै हुनुहुन्छ तर कभी तुझमे कहीं यो डाँडा पारी यो डाँडा वारी साउने झरी इन्द्रनी भरी राली पिरतीको दामी सलला खोला सरी मन परी मन भरी माया वान अफ द बेस्ट मोमेन्ट आम्मा केही नदेखे जस्तो भन्नु यत्रो सानो यो चाहिँ फाइनली एउटा माछा समाउन सफल भएको छ गाइस मेहनतको फल मिठो हुन्छ भनेको रहेछ फाइनली हाम्रो साथी राजले चाहिँ एउटा माछालाई पकाउन सफल भएको छ राम्रो माछा छ उहाँ परिरहेछ कार्यक्रम सकियो दुःखका रोशन अधिकारी साथी साथ र खुसीका साथ भन्नुपर्दाखेरि माछा मार्न सकिएन आज माछाहरूको छुट्टी रहेछ त्यही भएर आज खोइ कता गए तिनीहरू आज हामी आएको पनि थाहा पाएनन् त्यही भएर बिना मछली के आज हामी जान्छौँ हुन त अब माछा मार्नु अब अर्काको हत्या गर्नु राम्रो होइन होइन त्यही भएर यतिकै जानुपर्छ जस्तो लाग्दैछ अब हाम्रो यो माछली मागेर मान्छेले पनि मार्न सकेन अब म त झन् के सिकौरी मान्छे पऱ्यो आफूलाई त आउँदैन पनि ल आज माछा मार्ने कार्यक्रम यति नै गर्दै छोटो मिठो मेरो आजको दिनचर्या यहीँ समाप्त गर्छु हस् त धन्यवाद।